ल नम्बर 3, आफ्नो योजना सबैलाई नबताऊ। तिमीले कहिले यस्तो अनुभव गरेको छ? तिमीले आफ्नो सपना कसैलाई भन्यौ, तर केही समयपछि त्यही मान्छेले तिमीलाई रोक्न खोज्यो। किन यस्तो हुन्छ? कहिलेकाहीँ हामी हार्ने कारण दुश्मन होइन, हामी गलत व्यक्तिलाई आफ्नो योजना बताउनु हो। नेपालमा धेरै मानिसको एउटै बानी छ, नयाँ काम सुरु गर्नु अघि सबैलाई भन्नु, म अब यो बिजनेस सुरु गर्दैछु, म विदेश जान लाग्दैछु, म युट्युब च्यानल सुरु गर्दैछु। तर के हुन्छ? कतिपय मानिसले भन्छन्, यो त काम गर्दैन, तिमीले सक्दैनौ, यो क्षेत्रमा धेरै प्रतिस्पर्धा छ र बिस्तारै तिम्रो आत्मविश्वास घट्न थाल्छ। सपना सुरु हुनु अघि नै कमजोर हुन्छ। कहिलेकाहीँ मानिसले सहयोग गर्दैनन्, उल्टो ऊर्जा नै खसालिदिन्छन्। त्यसैले यो नियम धेरै शक्तिशाली छ। तिम्रो अन्तिम लक्ष्य सबैलाई नबताऊ। किनकि जब मानिसले तिम्रो योजना बुझ्छन्, उनीहरू दुई काम गर्न सक्छन्। तिमीलाई रोक्न सक्छन्, तिमीभन्दा अगाडि गर्न सक्छन्। सफल मानिसहरू प्राय शान्त भएर काम गर्छन्। उनीहरू कम बोल्छन्, धेरै काम गर्छन्। सफलता आएपछि मात्र मानिसले थाहा पाउँछन् यो रणनीति किन काम गर्छ भने मानिस अनुमान गर्न सक्दैनन्, र जब मानिस अनुमान गर्न सक्दैन, तिमीलाई रोक्न पनि सक्दैन। यही हो पावर स्ट्र्याटेजी। मानिसको दिमाग कस्तो हुन्छ थाहा छ? जब कसैले लक्ष्य सुन्यो भने दुई प्रतिक्रिया आउँछ, प्रेरणा र ईर्ष्या, र धेरै अवस्थामा ईर्ष्या नै आउँछ। तिमी सफल भयो भने कतिपय मानिसलाई असहज लाग्छ। त्यसैले साँचो खेलाडीहरू हल्ला बनाउँदैनन्, परिणाम देखाउँछन्। एकदमै सरल उदाहरण लिउँ है। एक युवक थियो नेपालको सानो सहरमा। उसको सोच थियो, म अनलाइन बिजनेस सुरु गर्छु। तर सुरु गर्नु अघि उसले सबैलाई भन्यो, साथीहरूले भने, नेपालमा यस्तो चल्दैन, समय बर्बाद हुन्छ, जागिर खोज। उसले केही समय प्रयास गर्यो, तर लगातार नकारात्मक कुरा सुन्दा उसको आत्मबल नै घट्यो। अन्ततः उसले त्यो सपना छोड्यो। अब अर्को उदाहरण, यही सहरमा अर्को युवक थियो। उसले पनि अनलाइन काम सुरु गर्यो, तर कसैलाई केही भनेन। ऊ चुपचाप काम गरिरह्यो र 1 वर्षपछि सबै चकित। उसको आय सबैभन्दा धेरै थियो। सबैले सोधे, तिमी कहिले सुरु गर्यो? उसले भन्यो, जब सबै सुतिरहेका थिए। यही नै हो ल नम्बर 3 को शक्ति। अब विद्यार्थीहरूको उदाहरण लिउँ है। कुनै विद्यार्थीले भन्छ, म टपर बन्नेछु। सुरुमा सबै हाँस्छन्, तिमी? तर अर्को विद्यार्थी शान्त हुन्छ, ऊ केही भन्दैन, ऊ तयारी गर्छ र इक्जाम पछि रिजल्ट आउँछ। टपरको नाम सुन्दा सबै छक्क पर्छन्। किनकि उसले प्लान भन्दा एक्सनमा विश्वास गर्यो। साँचो कुरा के हो भने जिन्दगीमा धेरै मानिस तिम्रो सफलता हेर्न चाहदैनन्। उनीहरू सल्लाहको नाममा तिम्रो आत्मविश्वास घटाउँछन्। त्यसैले तिमीले सिक्नु पर्ने कुरा, सबैलाई आफ्नो प्लान नबताऊ। कहिलेकाहीँ चुप लागेर काम गर्नु सबैभन्दा ठुलो पावर हो। साइलेन्ट प्रोग्रेस इज द मोस्ट डेन्जरस प्रोग्रेस। जब तिमी शान्त भएर अगाडि बढ्छौ, मानिसले रोक्न सक्दैनन्। अब प्रश्न आउँछ, हामीले के गर्नुपर्छ? आफ्नो लक्ष्य सबैलाई नबताऊ, केवल विश्वासिलो पात्रलाई मात्र भन। काम सुरु गर, परिणाम पछि देखाऊ। कम बोल, धेरै काम गर। सफलता नै तिम्रो आवाज बन्न देऊ। यो नियम फलो गर्यो भने तिमीलाई रोक्न गाह्रो हुन्छ। याद राख, सबैभन्दा शक्तिशाली मान्छे त्यो होइन जो धेरै बोल्छ। सबैभन्दा शक्तिशाली मान्छे त्यो हो जो शान्त भएर इतिहास बनाउँछ। यो थियो ल नम्बर 3। अर्को भिडियोमा आउँदैछ अझ खतरनाक नियम। थ्याङ्क यू सो मच।